अहिले चाहिँ हामी यहाँ वेलकम प्रोग्राममा छौँ अनि एकदम रमाइलो भइरहेको छ सबैजना छौँ जस रमाइलो छ यहाँ बिङ्गो भइरहेको थियो अनि बिङ्गो हेऱ्यो अनि 12,000 युरो थियो विनरलाई चाहिँ अब कति बिङ्गो फेरि हुने रहेछ यस्तो दिनु यस्तै ओपोज दिनुपर्छ क्या कसरी यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ अनि सब बुढीलाई देखाउँछ यहाँ थोरै कति राम्रो छ वा कति राम्रो देखिएको क्या हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो दिस इज मी दिनेश खड्का एपिसोड सन्चै हुन्छ हामी पनि एकदम धेरै नै सन्चै हौँ साथीहरू यो चाहिँ पार्ट 3 हो साथीहरू अनि साथीहरू हामी क्रुजकै अझै पनि क्रुजमै छौँ किनकि क्रुजकै भिडियो एकदमै लामो थियो किनकि त्यहाँ एकदमै रमाइलो भइरहेको थियो हामीले त्यहाँ एकदमै धेरै इन्जोय गरिरहेको थियौँ सबैजना मिलेर बहिनीहरू हामी सब मिलेर अनि त्यसको अझै पार्टै सकेको छैन क्या तर यो चाहिँ क्रुजको लास्ट पार्ट हो अनि यहाँ पछिको चाहिँ आउँछ स्विडेनको यात्रा साथीहरू तर एकदमै रमाइलो भएको थियो अब हेरौँ है त के भयो त सबैलाई मजाले देखाउँछु स्किप नगरी हेर्नु होला एकदमै रमाइलो भिडियो छ रमाइलो छ अनि के कसरी गर्ने त्यहाँ गएपछि भन्ने कुराहरू तपाईँहरूले पनि सिक्नुहुन्छ रमाइलो जान्नुहुन्छ त्यस इन्जोय गर्नुहुन्छ ल साथीहरू हेर्नु है अब मैले चाहिँ आफ्नै कहाँ लिएर आएको छु कभर बनाउने यो चाहिँ छोटो सानो क्यामेरा अनि सो म मैले कभर गर्छु यहीँ हेर्दै पर्दा हुने रहेछ नि त मलाई त सजिलो हुँदैछ बुढी होइन है काम गर्ने रहेछ मैले यति चाहिँ बुढीले गिफ्ट दिएर आनन्द लिइरहेको छ वाह अब हम जा रहे हैं बुढ़ी के साथ छैन बखान हजुरले गर्ने हो कि वाह म अगाडि जान्छु ल यो चाहिँ केटीले गर्नुपर्ने केटाले गरिरहेछ यस्तो नि हुन्छ यार बुफे यहाँ छ डाइन Oh, a camera tano, so silly. Huh? दामी छ जुस बवाल छ बवाल यहाँ हेर न बुढी यता वाह यहाँ रहेछ नि त कफीसम्म काम पायो हुन्छ नि यस्तो सी फुड त अहिले हामी फिनल्यान्डै छौँ नि थाहा छ फिनल्यान्डै हो नेपाली क्यासिनो खेल्ने थुप्रै क्यासिनो छ यहाँ ब्याङ्क एटिएम यहाँ त सबै क्यास फोटो खिच्न मिल्दैन क्यासिनो पफ यसबाट त आएको नस्थ्यो हामीलाई पैसा बढी यही पफबाट खिच्न मिल्दैन होला बढी नखिच्नु यहाँको यो लगाएर खिच्नु नि त बोल्दै माइक लगाएर ल हजुर यो वेलकम पार्टी रहेछ किनभने केही ल्याएनन् भनेर होला कि उयो के पङ भनेको हो कि त्यो यहाँ चाहिँ के खेल्ने पङ भनेको त्यो यहाँ चाहिँ पङ के बल हो खेल्नु तयार हो लिँदा के फरक पर्दैन यो त वेलकम पार्टी भयो यो बार पनि यही होला नि त म्युजिक बार पनि यही त अहिले चाहिँ हामी यहाँ वेलकम प्रोग्राममा छौँ अनि एकदम रमाइलो भइरहेको छ सबैजना छौँ जस
रमाइलो छ। यहाँ बिङ्गो भइरहेको थियो अनि बिङ्गो हेऱ्यो अनि 12,000 युरो थियो विनरलाई चाहिँ। अब कति खुसी भयो त यो 12,000 जित्ने मान्छे छु। अहिले चाहिँ जस्ट बसिरहेको छु साथीहरू, जे रमाइलो भइरहेछ। मलाई चाहिँ इन्जोय गरिरहेको छु। रुम यताउता टाइम त कतिखेर बित्दैछ थाहा नै नहुने क्या साथीहरू। जस्ट इन्जोय गरिरहेको छु मैले चाहिँ। कस्तो नथाहा पाएको के यस्तो छ भनेर थाहा नहुने। बोल्नु न के अहिले चाहिँ पुरै बुढी भिडियोग्राफर भएर अनि मलाई बोल्न लगाइरहनु भएको छ। अनि जस्तो यताको बारहरू देखेको न बढी बारहरू छ उता दामी छ। जस्तो रमाइलो भइरहेछ। यहाँ चाहिँ 2जना राम्रा मान्छेहरू भिडियो खिचिरहनु भएको छ। कति राम्रो देखेको अनि आँखी बुनलाई पनि पुरा राम्रै देखेको छ। सबजना राम्रा ल बढी कति धेरै रक्सी खाक्का। ल्यापटप हालेर एडिट गर्नुपर्छ होला है बुढी भिडियो। अहिले चाहिँ मस्त रमाइलो हेरिरहेको छु मैले। यहाँ हेर्नु लाइटको छेउमा चाहिँ कसरी आउँदाखेरि मलाई बुढी हाल्नु न। वाह यहाँ अन्त यो साइडमा यस्तो दिनु यस्तै यो पोज दिनु पऱ्यो क्या। कस्तो राम्रो आएको लाइटले नि। यही लाइट बाल्नु न राम्रो आउँछ त। त्यस्तै आउँछ अझै राम्रो आउँछ। होइन भयो छोडिदिनु सेतो धेरै आयो बुढी। एकछिनमा घटाउँछु नि। बाबालाई छोडिदिनु बाबालाई धेरै बोल्नु त ल हेर्ने त ल यस्तो फुल निकालिदिउँ। बिङ्गो फेरि हुने रहेछ। बिङ्गोको फाइनल रहेछ। कसरी देखेको क्या म फिल्म खेल्छु है। ल किन तु फेरि यो उयो लायो भने एकमा मात्रै सपोर्ट गर्छ हो। So ladies and gentlemen, this sparkling one is not for us, it is for someone here celebrating their birthday. So let's take her up on stage. Tervetuloa ja onneksi olkoon vielä iso alkuun ja suuri applause for our birthday girl. Birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Opiskelemaan ihanista erilaisista mausta sekä hyvästä seurasta kaikessa rauhassa ja ihanassa tunnelmassa. Siellä esiintyy myöskin
kuuntelette jonka tulette tapaamaan seuraavaksi. Alright, again to the next place, and this time we will go to the most romantic place of the Cinderella. It is of course अहिले चाहिँ बुढी र म पुरै माथि आएको छु नि त तपाईँहरूलाई म देखाउँछु ल यहाँबाट भ्यू नाइटको वाउ नाइट यहाँ हेर त बुढी 10 बजे यहाँ चाहिँ राम्रो पनि चल्छ नि फेरि वाह पुरै मजा यहाँ चाहिँ हेर्नलाई मजा आउँछ यता हेर्नु ल अब माथि जानुपर्ने हुन्छ साथीहरू आमा चिसो लास्ट चिसो आयो साथीहरू ल अब हामी चढ्यौँ माथि सर तपाईँको त उयो हावाले उडाएको यता हो बुढी कोही छैन अहिले ल यहाँ हेर्नु त सर हावा मजा आइरहेछ यस्तो चिज के कुरै छाड्दै साथीहरू वाहाई मेता वाह यस्तो पुरै हुन्छ अहिले त्यहाँ पुरै दिउँसो लास्ट मान्छे थियो नि त अहिले चाहिँ पुरै बन्द छ यहाँनिर हजुर भिडियो ल यहाँ चाहिँ अब बुढीको भिडियो फोनबाट पनि
फेरि यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ अनि सब बुढीलाई देखाउँछ त्यो यहाँ थोरै कति राम्रो छ वा कति राम्रो देखियो क्या ए सर यहाँ त यो फुलमा चाहिँ कति दामी आउँछ होला यहाँ बस्नु त वा कति राम्रो आएको यार हाई भन्नु न हेलो नमस्ते भन्नु तँ भने क्या हो कस्तो दामी आएको ए फोटो खिच्नु न यहाँ आउनु राम्रो आउँछ यस्तो राम्रो चाहिँ फोटो नखिच्ने अरे यो चाहिँ सबभन्दा राम्रो रहेछ साथीहरू वा मजा आयो यहाँ अन्त ब्लगमा आउनु कति राम्रो आएको छ दामी आएको छ यहाँ जस लगेर लास्ट घुम्यो त लास्ट लामो भ्लग हुन्छ यार एडिट गर्दा पनि मलाई नि स्टोरेज पुग्दैन होला मेरो हेर्नु कस्तो अब चाहिँ हामी जाँदैछौँ तल भिडियो राम्रो हुने भिडियोको लागि मात्रै रहेछ है यसलाई अनि हजुर भिडियो त बनाउनु होइन त गाइस यहाँबाट तल जाने तिमीलाई त्यसै भरि Jag var så typ. कतिमा साथीहरू हामी चाहिँ पुरै अहिले पुरै खाजा खानातिर बेजी छौँ अनि यसरी खाजा खाइरहेछौँ सेन्टरतिर गयो भने चाहिँ सेन्टरमै भुलिन्छ अरे क्या सेन्टरदेखि यहाँ हेलसिङ्कीमा पनि खानु तर ओल्ड टाउनहरूतिर जानुपर्छ अरे गमला स्थान अरे मैले पनि देखाएको थिएँ टाढो उयो पनि जानु भन्दै थियो कि त्यो के प्यालेस छ त्यो पनि हो अनि त्यो त्यो खानु न ग्रिन ग्रिन हुन्छ अरे खान्छ यस्तो छ बेड चाहिँ हामी नाचेको भिडियो सार्नु न दिदी फोनमा फिनेटै चाहिन्छ कुन नाच्छ हजुर अब कहाँ नाच्छ हजुर कति नाच्छ भने मजा भयो कहाँ तपाईँ नि हुनुहुन्छ त तपाईँ नाच्दा कहाँ थियो म थिइनँ तपाईँ तिनजना नाच्नु भयो होइन ए उहाँ दुईजना चाहिँ मस्त नाच्नुभयो साथीहरू आज उहाँ कति राम्रो नाच्नु हुँदो रहेछ क्या उहाँहरू सबैजना दुईजना चाहिँ राम्रो नाच्नु भएको थियो स्टेप मिलाइरहनु भएको थियो दुईजनाले लास्टै उहाँ चाहिँ डराएर भाग्नु कहाँ भाग्नु नाक नाच्नु भनेको नमान्छेर यो चाहिँ हाम्रो क्रुजको अब लास्ट भिडियो छ किनभने अब हामी स्विडेन पुग्छौँ साथीहरू अनि अब अर्को भिडियोको लागि चाहिँ वेट गर्नु होला सी यू